नर्माएर खै मुन्दा आएको मैले त पाइहालेँ कसैले सबैको पाइहाल्यो नि भाग सबजनाको ल अलिकति म जान्छु कसको हो निक्लिन्छ निक्लिन्छ हाई गाइस भिड छ यसले गाइस भन्नु ए दानु मैले कसैले पाइसके हाम्रो यो मन्जिता बहिनीलाई चाहिँ एकदम भाइरल गरिदिनु पुरा लाइक सपोर्ट गरिदिनु अनि अरु त्यति नै यहाँनिर त यो भाग यहाँ भाग पाएको छ आज चाहिँ हाम्रो मन्जिताले चाहिँ मुन्नुले चाहिँ मिते लाए किन हौ जोइने ढोक्ने बेलामा चाहिँ दिनजासले गर्न ढोक्छ हजुर क्या दामी देख्यौ त्यहाँनिर पारी यता सेल्फी हान्न नि एकछिन है एक राउन्ड हुँदैन कहिले पुग्नु घर मलाई पर्खिराखेको होला डरले होइन प्रेमले डरले होइन प्रेम त्यसमा म एकदमै छोटो बनाएको छु त्यसैले गर्दाखेरि दुईजनाको लागि मैले इम्पोर्टेन्ट कुराहरू भन्न राखेको छु लभ जहिले पनि कन्स्ट्यान्ट हुनुपर्छ लभ जहिले पनि बगिरहनुपर्छ जस्तै परिस्थिति आउँदाखेरि पनि बगिरहनुपर्छ प्रेम गरिरहनुपर्छ अनि भाषा बिग्रिनु हुँदैन हाम्रो परिवारको भाषा बिग्रेको हुन्छ नि कतिको भाषा बिग्रिनु हुँदैन है लभ बिग्रिनु हुँदैन परिवारमा जो अहिले छ नि यो चाहिँ अझै बढाएर लानुपर्छ घटाउनु हुँदैन अहिलेको प्रेम अहिलेको भाषा अहिलेको लभ अहिलेको जुन चाहिँ शब्दहरू चाहिँ अझै बनिएर जानुपर्छ थप्नुपर्छ घटाउनु हुँदैन आई लभ यु सो मच अनि त्यहाँदेखि अझै के छ थप्नुपर्छ घटाउनु हुँदैन इलु इलु मात्रै भन्नु हुँदैन पुरै भन्नुपर्छ त्यसैले गर्दाखेरि चाहिँ परिवार टुट्न कहिले पनि हामीले दिनु हुँदैन अनि ओके बत्ती पनि मसँग डराउँदैछ या दुईजनासँग डराएको त्यो चाहिँ मलाई थाहा छैन इफिसी 4 अध्यायको 2 र 3 पदमा बाइबल पढ्न लाउँदिन टाइम नभएकोले गर्दाखेरि विथ ह्युमिलिटी एन्ड जेन्टलनेस साह्रो मिठो कुरो छ नम्रता नि सुक्रास सुनाम सुरक्षा शुभेच्छा कति राम्रो अनि त्यो कुरो चाहिँ यता दिनुपर्छ जहिले पनि जेन्टलनेस भद्रता पेसेन्स छोरा हो मैला हुन्छ होला खै कहाँ चाहिँ गएको
बेहुलीसँग आएको बस्नु बस्नु खान अन्त म त खाँदिनँ अहिले खाएँ लु गाली गर ल्याइदिएन भेनालाई पनि हौ किन हौ डेकोरेसन चाहिँ बेहुली चाहिँ फोटोसुट गर्नु जानु भएको छ होइन त्यहाँदेखिको यहाँ पर आउनु हुँदैछ बेहुली ए मम्मी खै जा हुनुहुन्थ्यो नि त ए फोटो खिच्दैछ ठिकै छ है बल्ल बल्ल बिहा हुन्छ फोटो खिच्नु पर्यो मैला हुन्छ ल नानी यता आऊ यता माथि आऊ न अब चाहिँ है अब खिचेन नि टाइमै पाइन तँ जाने हो एउटा खिच्नु पाइन अब अन्धकार भइगयो खोइ सन्त दाजु हौ हाल्यो गाडीमा हाल्यो खै सन्त दाजु लु आउनु न आउँदैछ हौ आउँदैछ उडा मुन्त त मान्छे त के चाहिँ हौ उडाउँछ के उडाउँछ एकछिन है म भिडियो गर्छु है
पक्रेको हो नि खोस्यो खै सन्देला कहाँ छ भेना कहाँ गयो सालीहरू त्यही त खोइ कहाँ गयो सालीहरूले भेना बोला कहाँ जानुभयो बेहुला चाहियो यता बेहुला चाहियो बेहुला हराउँछ कहाँको लागि चाहियो हाम्रो दिदी लगेर हेर खुसी भएको हामी त नछोड्ने दिदीलाई हामी त नछोड्ने जाने हो रूपा जान्छ त्यो ब्याग त्यो दिनु नम्रतालाई एक जग्गा एडजस्ट गरिदिउँ न एन्जल यता हो तिमी ल उपर जन्तीको भाइ खै उयो ब्याग छ हाल्दिनु न यहाँ पनि छ भाउजू नम्रतालाई त्यहाँ एउटा गाडीमा एडजस्ट गरिदिनु नि यहाँ अड्दैन अर्को गाडीमा बस्छ तिमी को चढ्ने हो बेहुली चढ्ने यो लुगा पक्रिनु पर्छ लुगा बाई बाई भेनाले गुल्छा गरे के एउटा दिएको दुईटा लग्यो मम्मी यता आउनु न त्यो लाइटले को डिस्टर्ब गरे नि हो लुगा मेरो लोकल त कहाँ गयो गाडीमा चढेको एउटा गाडीमा चढिहाल्दा गएर यहाँ अट्दैन रहेछ दिदी लाग्यो बाई बाई यता पनि बाई त्यति साह्रो नगरौँ न माइकल भाइ के साह्रो त्यति साह्रो लानु पर्ने ल हुन्छ नानीहरू पछाडि सार्दिने फेरि एक दिन रमझम गरौँ नि यही छु म तपाईँलाई देखिरहेको छु पानी पर्यो
बसी बाई के हो बहिनी पठाएर खुसी छ त हौ कम्बुट समुट लगायो अरे माथि त मम्मी खुसी सक्यो अब स्कुलको काम त्यहाँदेखि पढाइ हुन्छ त्यहाँदेखि फेरि एक्जाम हुन्छ त्यहाँदेखि टकाले हुन्छ के मलाई उयो सबजनालाई खिच मारिदिन्छ है म आइहो तँ त अघि जाएको भन्दै थिइस् त हौ हल्का ए देखिन नि तँलाई उता जान्छ चेकमा भयो के भयो थाक्यो नि थाकेको छ लास्टमा है यो चाहिँ बेहुली गइसकेर लुजुम होइन कहाँ गएको भर्खर बेहुली पठाइकन आएको लुजुम हुन्छ त ल आउनु बाई बाई खाना बनाउनु गएको अब बाई बाई